सो हेलो ब्युटिफुल पिपल सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि यता चाहिँ सन्चै आरामै छु। अहिले चाहिँ हामी चाहिँ रोल्पा जान लागेको छौँ, दाङ टु रोल्पा। र अहिले चाहिँ कुनवाला गाडीमा जान्छ, 12:30 बजीको गाडीमा जाँदा गइरहेको छौँ। आज चाहिँ म चाहिँ स्कुल पनि गएन, किनभने चाहिँ अब 2:30 बजीको गाडीमा जाने भन्थ्यो स्कुल पछि गएर, अनि त्यही भएर चाहिँ ढिलो हुन्छ भनेर चाहिँ हामी चाहिँ ढिलो मतलब रात पर्छ भनेर चाहिँ हामी चाहिँ 12:30 बजीको गाडीमा गइरहेको छौँ। र हामी पनि बसपार्क एरिया चाहिँ आइसकेको छ, पछाडि चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले चाहिँ। र यदि च्यानलमा नयाँ हुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला, ब्याकग्राउन्ड अनमा सेट गरिदिनु होला। र हेर्नु साइडदेखि गाडीहरू हुन्छ। एन्ड आज चाहिँ म चाहिँ हजुरलाई चाहिँ दृश्यहरू देखाउनुवाला छु एकदम। सो अहिले गाइज हामी चाहिँ बस पार्क एरिया पनि आइसकेको छौँ, हेर्न सक्नुहुन्छ चारैतिर। अब यहाँ चाहिँ हामीले चाहिँ गाडीको नम्बर प्लेट हेरेर चाहिँ गर्नुपर्ने हुन्छ गाइजहरू। अनि हामी चाहिँ दुईजना साथीहरू पनि भेटाइसकेको छौँ गाइजहरू, उता चाहिँ हेर्न सक्नुहुन्छ होइन। अनि यस गाइज फाइनली हेलो त्यहाँ सुमित र जनक साथीहरू चाहिँ भेटिसकेको छन् गाइजहरू। यिनी पनि हामीसँग जाने आज चाहिँ र हेर्न सक्नुहुन्छ गाइजहरू। र गाइजहरू जनक यस गाइज अहिले चाहिँ गाडीहरू चाहिँ हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हाम्रो चाहिँ रोल्पाको एन्ट्री चाहिँ भइसकेको छ, हाम्रो सीमा गरिसकेको छ। अहिले चाहिँ आँटेको छैन मौसम त्यस्तै हो, चिसो गरिरहेको छ, हेर्न सक्नुहुन्छ होइन। घर पाइपुग्यौँ हामी होइन, रोल्पा चाहिँ आइसकेको छ। यस्तै हो एकदमै रोल्पा एक्सट्रिम झाडु चाहिँ हेरेको छ गाइज। इन्ट्री रोल्पा इन्ट्री अलरेडी कम्प्लिट गाइज। ट्रकहरू चाहिँ हेर्न सक्नुहुन्छ। अझै म चाहिँ हजुरहरूलाई चाहिँ फेरि गएर भेट्छु यसरी। अहिले चाहिँ हजुर चाहिँ हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी चाहिँ भन्दा कति माथि आइसकेको छ, हाई अल्टिट्युड हेर्न सक्नुहुन्छ होइन। बाटो हिर पहाड यस्तै हो, त्यो तल्लोदेखि चाहिँ हामी चाहिँ आएको। बाटोहरू चाहिँ एकदमै खराब छ, एकदमै नाजुक छ। अब हामी चाहिँ हुँदै चाहिँ आउन लागेको छौँ। र नास्ता खाने पनि त्यही नै हो, ताजमा है। र यदि म चाहिँ अब चाहिँ त्यहाँ अगाडि नै हजुर अगाडि चाहिँ होइन त्यहाँ खोलाएर होटेल एकदमै राम्रो होटेल हो, सक्नुहुन्छ एकदमै ब्युटिफुल एन्ड स्विट। अब बाई बाई यो चाहिँ हेर्न सक्नुहुन्छ हुलेरी बजार। हामी चाहिँ हुलेरी चाहिँ आइसकेको छौँ। गाडी चाहिँ उता छ ब्लू कलरको, र उता चाहिँ हेर्न सक्नुहुन्छ साइडमा मन्दिर, यता चाहिँ ऊ मान्छे। र म चाहिँ यता चाहिँ भ्लगिङ गरिरहेको छु। र अब चाहिँ हामी चाहिँ यहाँ चाहिँ लगभग 30-35 मिनट रुकेर चाहिँ हामी चाहिँ जान्छौँ फेरि ब्याक टु द बस। त्यो पछि यो चाहिँ प्रतीक्षालय, त्यो चाहिँ मन्दिर हेर्न सक्नुहुन्छ। हुलेरी एकदमै राम्रो ब्युटिफुल एन्ड स्विट छ कसा। र म चाहिँ यता छु, सास पाल्छ गाई चाहिँ हामी चाहिँ टोमेटो खाइरहेको छौँ। हुन्छ द ब्युटी अफ नेचर हुन्छ लालीग्रास तल चाहिँ योपालि चाहिँ लालीग्रास एकदमै कम फुलेको रहेछ होइन। ब्युटी अफ नेचर गाइज। इट्स मुभिङ एन्ड मुभिङ। अहिले चाहिँ हामी चाहिँ सुब्राल बजार आइसकेको छौँ। र हजुरले चाहिँ अब म सुब्राल बजार देख्नु गइरहेको छु। यो चाहिँ एउटा यस्तो बजार जुन चाहिँ हाट बजार पनि लाग्छ हप्तामा 2 दिन। अब सुब्राल झर्ने चाहिँ हेजा हुन्छ, त्यसपछि हामी फेरि गुरुले जान्छौँ। र त्यही हो, पर्सनहरू चाहिँ अगाडि बसेको पछाडि बसेको छौँ। अब धेरै टाइम लाग्दैन होला सायद 15 मिनट्स।